Hello guys, welcome to our channel. My name is Arati Tiliza. And यहाँ हुनुहुन्छ मगर्नेहरु। भैँसीले आक्रमण गर्न खोज्नु भएको छ। र यो के लाग्नु मैले तोरीको बोलोगी के बोल तोरीको बोलोगी के बोल आई मलाई सुत्न मन लागिसक्यो यार। Hello guys, welcome to our channel. My name is Arati Tiliza अनि आज चाहिँ हाम्रो सिक्लेसमा सेकेन्ड दिन रहेको छ। आज चाहिँ वेलकम टु माइ च्यानल भनिसके। वेलकम टु माइ च्यानल। अन्त यहाँ चाहिँ हामी चाहिँ मगर ड्रेस लगाएर घुम्न जान लागेको सिक्लेसमा अनि यहाँ चाहिँ रेडी हुन गइराख्नु भएको छ दर्शकहरू। दर्शकहरू के भन्नु यहाँ चाहिँ एस्मिन रहेको छ। एस्मिनलाई जानु दिदीहरू रेडी हुनु भएको छ। अन्त हामी चाहिँ खासमा जाने भनेको 5:30 बजे भयो ग्लासियर पोइन्टमा जाने भनेको। अन्त बल्ल हामी उठेकै 5 बजे हो। 5:30 बजे उठेको हो। अनि हामी रेडी हुँदा चाहिँ कति बजे अहिले 7:30 भइसक्यो। अन्त 7:30 भइसक्यो। अनि निस्किँदा चाहिँ 8:30 भइसक्छ होला। म चाहिँ यहाँ रेडी भइसकेँ। म चाहिँ हजुरहरूलाई हाम्रो रुमको टुर दिन्छु। यो चाहिँ हाम्रो इन्ट्रेन्स रहेको छ। यहाँ हुनुहुन्छ यहाँ एलिना सुत्छन्। यहाँ एमिला दिदी सुत्नुहुन्छ। यहाँ दिदी सुत्छ। यहाँ म यहाँ सुत्दै थिएँ। दुध चिया कति हो 4 म चाहिँ दुध चिया भन्न गइरहेको मैले जानु त सकिँदै। अन्त म बाहिर निस्केको छु। अन्त हामी चाहिँ म चाहिँ माथि चिया भनेर भन्न गइरहेको छु भन्ने अब अहिले बोल्नु आउँदैन। चाहिँ हाम्रो किचन भएको छ माथि। दिदी 5 त दुध चिया बनाइदिने। अन्त मैले भनिसकेँ म तल फर्किरहेको छु। मान्छे सामु आएको छु। हाम्रो रुम चाहिँ यताबाट गएर यहाँ भित्र रहेको छ। हाम्रो रुमको नाम चाहिँ कोरी रहेको छ। मैले भनेर आइसकेँ। ल भन्नुभयो। हेलो भन्दै हेलो हेलो गाइस। चाहिँ यहाँ चाहिँ आएको छ। आन्टीले चिया ल्याइदिनु भएको छ हामीलाई। हामी चाहिँ अब चिया खान्छौँ खाजा खान्छौँ अनि जान्छौँ। यो सिग्नेस गाउँ रहेको छ। कति राम्रो देख्यो। आमा कति राम्रो देख्यो। हामी चाहिँ अब माथि सिग्नेसको पार्कमा जान लाग्छौँ। हामी चाहिँ उता अनि हामी चाहिँ ग्लासियर पोइन्ट जाने भनेर प्लान बनाएको थियौँ। तर अहिले चाहिँ आएर के अरे उता गयो भने फेरि जानु मात्रै हुन्छ। अहिले हिमाल देखेन भने झ्याउ हुँदैन। हामी चाहिँ हिजो गइसकेको थियौँ नि त। त्यही भएर आज चाहिँ हामी माथि सिग्लेसको पार्कमा जान लाग्छौँ। अन्त यहाँ हुनुहुन्छ मगर्नेहरू। अन्त हामी चाहिँ माथि सिग्लेसको पार्कमा जान्छौँ। अब अरू मान्छेहरू नि गुरुङ ड्रेस लगाएर गएको छन्। हामी चाहिँ मगर ड्रेस लगाएर छौँ। हामीले चाहिँ हाम्रो मगर ड्रेस आफैले लिएर आएको थियौँ अनि लगाएर माथि जानु लाग्यौँ। हेरेर त होला जाने उता पार्कमा जाने। हामी चाहिँ यसबाट हिँडिरहेको छौँ। तर हिमाल त नदेखिँदो रहेछ। यहाँबाट हो नि त हेर्ने। फोटो अहिले खिचौँला के अगाडि माथि जाऊँ न। चाहिँ हामी चाहिँ अहिले माथि जानु लाग्छौँ। अनि हामी चाहिँ माथि पुगेर भिडियो बनाउँछौँ। भैँसीले आक्रमण गर्न खोज्नु भएको छ। यहाँ फोरो लिन्छ। दिदीले यसमा बोकेछ। यहाँ चाहिँ म छु। मेरो चाहिँ टिका खास्यो। भैँसी छ।
हामी चाहिँ वा तलबाट यहाँ माथिसम्म बल्ल तल आएको छौँ। आइज न आफै नखानु पर्यो ढुङ्गा चाहिँ चौतारा रहेछ। अब आयो अब आयो। म चाहिँ यस्तो भेषमा छु। वा हेर्न हिमाल देखेछ म चाहिँ यहाँ थकाइ लागेर स्यासेर फ्याफा गर्दैछु। कृपया माइन्ड नगरिदिनु होला गाइस। हामी चाहिँ गेट नखोलेर ऊ त्यो बान्डाबाट चढेर आएको। त्यहाँ अरू मान्छे नै रहेछन्। हामी पिङ खेल्ने भनेर तलबाट आयौँ। यहाँ आउनुहुन्छ हाम्रो दिदीहरू। अन्त पिङ खेल्न आएको मान्छे पिङको हालत हेर्ने हो साथीहरू। वाह पिङ साथीहरू वाह पिङ यति राम्रो देखियो आमा। एकदम राम्रो देखिएको छैन तर बारमा त नाच्नु पर्ने रहेछ किनभने त्यो कसले हो यो पार्क खुलाउने थाहा छैन तर नखुलाइदिनु भयो रहेछ। त्यही भएर हामी त बार नागिरहेको। वाह कति राम्रो छ यार। ओहो नि यहाँ चाहिँ भैँसीहरू रहेछ। एकजना भैँसी यहाँ एकजना भैँसी यहाँ एकजना र एउटा भैँसी यहाँ फुलहरू कति राम्रो। मान्छेहरू यो चढ्न सङ्घर्ष गरिरहेछन्। म पनि सङ्घर्ष गर्दै हो। म चाहिँ चढ्दा चढ्दै पसिना निस्क्यो। पसिना पस्ने बेला टिकै निस्क्यो। ओइ धन्नर पुर्सेको यु क्यान सी माई पसिना। हामी माथि पुग्यौँ। पसिना टिका नलाएको त कस्तो अर्कै देखियो। मैले चाहिँ यसको टिका लगाएँ कस्तो कस्तो अर्कै देखिँदो रहेछ क्या। त्यही भएर घुमा है यहाँ आएर घुमा 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 फेरि। हाम्रो चाहिँ यहाँ फोटो सेसन चलिरहेको छ। सो गाइस यु क्यान सी हिमाल चाहिँ एकदम राम्रो देखिरहेछ बट मधुरो देखेछ। हामी चाहिँ माथि फोटो सेसन सकाएर टिकटकहरू बनाएर तल पार्कतिर जान लाग्यो किनभने हामी यहाँ माथि बसेको। अन्त यहाँ छ मेरो दिदी यहाँ हुनुहुन्छ यस्मिनजी। अन्त मैले दुईटै कानमा फुल लाएर फुलकुमारी बनिदिएको। अन्त यहाँ चाहिँ के नै हावा चाहिँ एकदम चल्दो रहेछ। कपाल जिग्रिङ चिरुङ जिग्रिङ जिग्रिङ पारिदिने र कस्तो लाग्यो सिक्ला साएर कस्तो हुँदो रहेछ। हामी चाहिँ उतै पार्कमा गएर फेरि टिकटकहरू फोटोहरू बनाउने छौँ। यहाँ हुनुहुन्छ हाम्रो दिदीहरू। यस्मिन दगुरीको अवस्था भारी पकाउँछ मलाई अनि भ्लग चाहिँ कहिले बनाइदिन्छ तर खतरा देखेको यार। हामी चाहिँ अहिले तल झरिरहेछौँ। हामी यसरी सङ्घर्ष गरेर जानु परेको छ। हेलो गाइस उतै यहाँ माथि मलाई पछाडि फोटो हेर्नु मन लागेन यार। हाम्रो भारी यस्मिन वहाँ पुगिसकेर चिच्चाउँछ। हावा लाग्दो रहेछ कि बेसरी। भात खाने बेला काप आएको यार। अब जाने नि त गएर खाने अन्त आउँछु के पिङ खेलिरहेको छु। म त खेल्दैन तपाईँलाई। यहाँ तिनजना मगर्नी हेर्नु भएको छ। यस्मिन छ के बाटो फेर्यौ तिमीले किन रिसिन्छौ।
हामी चाहिँ अब फोटो खिचेर तल हाम्रो होटलमा जान लागेछौँ अनि 11 बज्न आला 11 बज्न लागेको छ पर्सि के भन्यो र कस्तो के हेरेर बस्ने बग्दैछ के हेरेर बस्ने बग्दैछ ओके त्यही कुरा नबुझी बोल्ने के हम चाहिँ खाना नि खाएर खसेर यो के लाग्नु मैले राम्रो त्यही तोरीको बोल लगी के बोल त्यही तोरीको बोल लगी के बोल हैन तोरीको फुल हैन तर तोरीको फुल अन्त म मात्र होला नचिनेको भनेको त आरती नि रहेछन् खुसी लाग्यो तोरीको जस्तै थियो के नयाँ युवतीहरूलाई दिदीले केही सन्देश दिन गइरहेको छ के रे छिटो छिटो नानी नपाऊ पहिला घुमा रमाइलो गर अनि पछि पाऊ बुझ्नु भयो भर्खरका युवती दिदीहरूले मेरो दिदीको कुरा सुन्नु होला अनि उता ताङटिङ गाउँमा चाहिँ मेला लागिरहेको रहेछ अन्त गीत बजाइराख्नु भएको छ माइकिङ गरिराख्नु भएको छ सुनेको थियौँ हामीले अन्त सब छिटो ढिलो आएको जति सब मान्छेहरू तल गइसके हामी मात्रै ढिलो भयौँ हामी अब होटलमा गएर हजुरहरूसँग भेट्नेछौँ हामी चाहिँ फाइनली हाम्रो होटलमा आएका छौँ दिदीहरू चाहिँ उता हिँड्न नसकेर उहाँ आएको छन् हामी चाहिँ आइसक्यौँ है हामी आइसक्यौँ अन्त हामी यहाँ बसेछौँ मैले दिदी आएपछि खाना खाएर फेरि गाउँ डुल्न जाने हेलो गाइज हाम्रो चाहिँ प्लान चेन्ज भयो हामी चाहिँ मगर ड्रेस लगाएर पुरै गाउँ डुल्ने भने थियौँ र त पहाड जाने रे किनभने यहीँ बस्ने नि दिन खोलेन अनि दिदीहरूले जाने भने अनि हामी चाहिँ रेडी हुन लाग्यौँ थ्याङ्क यू अनि म देखेछु नि यहाँ अन्त अब गाडीको अङ्कलले फोन उठाउनु भएन हामी तल बस पार्कमा जान्छौँ अनि जुन गाडी पाउँछौँ त्यही जाने हो एक्कासी प्लान चेन्ज भयो मलाई त सुत्न मन लागिसक्यो यार अन्त मैले चाहिँ हिजो अप्ठ्यारो रहेको थियो जुत्ता लगाएर त्यही भएर मैले चप्पल लगाएर जाने भनेछु पहाड चप्पल लगाएर जानेछु अनि हिजो चाहिँ लुगा लाग्छु किनभने ठुलो भन्छ नि फोहोर होइन फोहोर हुन्छ लुगा एकचोटि लगाएको लुगा फेरि लगाइदिने यो चप्पल यहाँ प्याकिङ चलिरहेको हाम्रो अरू यो हामी चाहिँ होटेलबाट चेकआउट गरिसकेका छौँ हामी बसेको होटेल चाहिँ म हजुरहरूलाई राम्रोसँग देखाउँछु यो चाहिँ रहेको छ हाइल्यान्डर्स इन सिक्लेस होटल हामी लाग्यौँ फेरि हाम्रो रिजल्टतिर हेर्दा यसमिन त भन्न नि सानो बहिनीले खनेको हामी चाहिँ म्युजियमको माथि आयौँ म्युजियम जानुहुन्छ तर ढिलो भन्न नि के गाडी फुलहरू दिएको मैले यसलाई के भन्छ अरे योलाई म्युजियम भन्छ ए घुमाउने योलाई म्युजियम भन्छ ए घुमाउने म्युजियम भन्छ अरे तिमीहरूले मिलाएर राखेको
के हो यस्तो के हो त गेस्ट हाउस भनेको होमस्टे हो कति राम्रो राखेको ए हो र फुलै फुल थियो रे मम्मै हेरी माया हामी हाम्रो ब्यागलाई धुलो नपर्छ भनेर यसरी भनेर लग्न लागेको हामी चाहिँ जिपमा चढ्यौँ र हामी चाहिँ अहिले सिग्लेसदेखि पोखरातिर लाग्न लागेको धुलो गाइसहरू हामी चाहिँ पोखरा पुग्यौँ म चाहिँ बिच बाटोमा भ्लग बनाएन किनभने म गाडी लगाएर सुतेको थिएँ हाम्रो सामानहरू आजको भ्लग यति नै फेरि अर्को भ्लगमा भेटौँला थ्याङ्क यू फर वाचिङ बाई बाई